Good morning, guys. Welcome back to my channel again. It's me, Prerna. New day, new vlog को सुरुवात भइसकेको छ. I hope everybody is fine. अनि म पनि सन्चै छु. म आशा गर्छु तपाईँहरू सन्चै हुनुहुन्छ भनेर. सो आजको दिन चाहिँ मेरो होलिडे छ. सो म आज घरमै छु र के हुन्छ हेर्नुहोस् होला. 365 days च्यालेन्जको डे 13 हो. सो हेर्दै गर्नुहोस् होला. अनि बाहिर मौसमहरू चाहिँ पुरा डरलाग्दो बिग्रिरहेको छ. रेनी भइरहेको छ. आई होप सबैजना सेफ हुनुहुन्छ होला. सेफ बस्नुहोस् होला. भेट्दैछौँ फेरि. अहिलेको 1 साढे 1 हुन लागेको छ होला र मेरो घरमा चाहिँ अहिले भर्खर चाहिँ खाना पाक्नु स्टार्ट भयो. वन्सी के पकाउनु छ? मछली फ्राई फ्राईहरू देखाइदिउँ न. मछली फ्राई अरे मछली फ्राई अरे आज हाम्रो घरमा त्यस्तो. म चाहिँ एक ग्लास लुगा धोएर आइसकेको छु गाइस. मेरो फादर पनि आइसक्नु भएको छ. फादर पनि आइसक्नु भएको छ गाइस. अनि खाना खानु लाग्नु भएको छ. सो अब चाहिँ मेरो काम रह्यो यहाँ एकदम उबानो भइरहेको लुगा चाहिँ एकदम अरेन्ज गर्नु पर्छ. सो गाइस हेर्दै गर्नुहोस् होला. गाइस 2 बजी टक्कै खाना खाइँदैछ है. हेर्नुहोस् होला. मछली जल की रानी है. माछा खाइहुँदैछ. सो गाइस 2 बजी खाना खाइहुँदैछ. सो भेट्नेछ एकछिन होला हामीहरू फेरि पनि. गाइस मेरो बोजूले पहिलेको कथा भनेर सुन्नुहुन्छ होला तपाईँहरू पनि. काला बसेर अझै तातो भएकै छैन. झन् आगो झन् चिलाउनेको मुढा अत्तो लाग्यो. झन् त्यो टाढो बल्ल तात्यो भने डढेर आधी पटै डढिसकेर आधी टप्पै डढिसकेर त आइ बुढी तँ त डढाएर मर्नु रहेछ. मरेर मर्छ त डढेर यही मरेर डढाउनु भनेको त्यसो भन्नुसाथ बुढ्छ त्यत्तिकै भन्दा पक्राइ त्यहाँ आगोमा यत्रो आगो मुढाभित्र लडी गएर तिनै डढेर डढी मरेर ल मेरो बुढो डढेर मऱ्यो भनेर बुढाले रोइन अरे अन्त बुढाले अन्त मौले यस्तै डढेर मर्छ. त्यसको घरमै ढाड सिक्छ अरे. चिलाउनेको मुढा सक्काको मुढा छेउमा बसेर ढाड सिक्छ. त्यो बुढो त्यही नै मुढाको छेउमा बसेर तिनै लडाएछ अरे. आएको त त्यही नै ल्याएछ. किन बुढाबुढी एकैछिन डढेर मरेछ अरे. मैले कथा गरेर सुनेको मैले हाम्रो बाजेले को कता जाने थियो. अब चाहिँ आजको दिन पनि धेरै बोरिङ भयो सधैँ. सो भोलि सन्डे हो. सन्डे चाहिँ फर्स्टमा चाहिँ के हुन्छ हामी के गर्छ त्यो देखाउनेछु. र अब म चाहिँ ट्युसन पढाउन जान लागेको. फेरि गाइस ट्युसन आफै पढ्न गएको भनेर सोच्नुहुन्छ होला. होइन, म ट्युसन पढाउन गएको. कतानिर बस्छ, कसरी पढाउँछु, कतिजना छ भनेर चाहिँ नसोधिदिनुहोस् होला. किनकि त्यो के भन्नु त्यो म भन्न सक्दिनँ. सो तर पनि म तपाईँहरूलाई ट्युसन गराएर भेट्नेछु. बाई बाई. सेकिलो मौसम त्यस्तो छ. बारिस हुँदै रहेछ. सो हेर्दै गर्नुहोस् होला. भ्लग चाहिँ गर्न सक्दिनँ. पुरा पानी पर्दैछ. सो तपाईँलाई म ट्युसन गराएर भेट्नेछु. अन्त आज बिहानदेखिको लिएर बेलुकासम्मै तपाईँलाई यो दिएको भ्लग साह्रै बोरिङ लागेर तर पनि कृपया दयान गरेर हेरिदिनुहोस् होला. लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनुहोस् होला. अनि अहिले चाहिँ म ट्युसन गएर आएर कति 9:24मा नुहाएर हेर्न सक्नुहुन्छ. टवल पनि टाउकोमै छ. 9
9:24मा नुहाएर चाहिँ अब चाहिँ खाना खाएर चाहिँ लिनुपर्ने हुन्छ, किनकि भोलि बिहान प्रभु हो अनि त्यहाँनिर फर्स्ट सन्डे पनि हो। सो त्यही कारणले गर्दाखेरि छिटो रेडी भएर जानुपर्छ। सो भोलिको ब्लग चाहिँ इन्ट्रेस्टिङ हुन्छ, सो हेर्दै गर्नुहोस् होला। भन्दाखेरि पनि आज 365 डेज च्यालेन्जको डे 13 लाई यहीँ अन्त गर्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ।